जापानको वर्किङ भिसामा आउने सोचमा हुनुहुन्छ भने अब नियम निकै कडा भएको छ। तपाईसँग जापानी भाषाको उच्च तहको प्रमाणपत्र छैन भने तपाईको भिसा नलाग्न सक्छ। सन् 2026 को मध्य अप्रिलदेखि जापानले इन्जिनियर वा विशेषज्ञ भिसामा आउने नयाँ कामदारका लागि जापानी भाषा परीक्षा N2 पास गरेको हुनै पर्ने नियम ल्याउँदैछ। यो नियम बाहिरबाट आउने नयाँ आवेदकको हकमा लागू हुनेछ, तर जापानमै रहेका विद्यार्थीले भिसा परिवर्तन गर्दा भने पर्दैन। दक्ष कामदारको भिसामा आएर कारखाना वा सरसफाई जस्ता तल्लो स्तरका काम गर्ने प्रवृत्ति बढेपछि जापान सरकारले यो कदम चालेको हो। अब काममा जापानी भाषा आवश्यक पर्ने अवस्थामा नयाँ आवेदकले N2 वा B2 तहको भाषा दक्षताको प्रमाणपत्र अनिवार्य बुझाउनु पर्नेछ। पूर्ण रूपमा अङ्ग्रेजी मात्र प्रयोग हुने काममा भने यो नियम लागू हुँदैन। यसका साथै कामदारलाई तलब नदिने वा दुर्व्यवहार गर्ने कम्पनीलाई 5 वर्षसम्म यस्तो भिसा प्रायोजन गर्न पूर्ण रूपमा रोक लगाइएको छ। हाल जापानमा 4,75,000 भन्दा बढी विदेशी यो भिसामा रहेका छन्। यो नयाँ नियमले नक्कली एजेन्टबाट हुने ठगी रोक्ने र वास्तविक कामदारलाई सुरक्षा दिने लक्ष्य राखेको छ। त्यसैले तपाईले बेलैमा भाषाको तयारी गर्नुपर्ने देखिन्छ। छोटकरीमा भन्नुपर्दा सन् 2026 को अप्रिलदेखि जापानको विशेषज्ञ भिसामा आउन चाहने नयाँ आवेदकले अनिवार्य रूपमा N2 स्तरको जापानी भाषा पास गरेको हुनुपर्नेछ। के तपाईलाई जापान सरकारको यो नयाँ नियम सही लाग्यो? कृपया आफ्नो विचार तल कमेन्टमा लेख्नुहोला।